हुन्छ सम्पूर्णलाई सालौँ अनि नमस्कार पनि। म चाहिँ उमेश, मेरो घर चाहिँ त्यही बाँकी जिल्लाको कोलपुर चिसापानी भन्ने ठाउँमा रहेको छ र हाल फिलहाल म अहिले चाहिँ पाल्पा जिल्लामा बस्छु र जिन्दगीमा यसरी सोचे पनि थिएन है कि क्यामेराको अगाडि यसरी बोलिन्छ अनि त्यसपछि युट्युबमा चाहिँ भ्लग गरिन्छ, भिडियो बनाइन्छ अथवा भनौँ न भ्लगिङ स्टार्ट गरिन्छ, युट्युब स्टार्ट गरिन्छ भनेर सोचेको पनि थिएन। तर कहीँ न कतै बिस्तारै युट्युबहरूमा हेर्दै जाँदाखेरि अनि अब यहाँको सिनहरूलाई देख्दाखेरि पाल्पामा यति राम्रो राम्रो दृश्यहरू छ है रमणीय, त्यहाँ भनौँ न अब घुम्न लायकको एकदमै पर्यटकहरू आउने खालको दृश्यहरू छ। त्यसलाई देखेर चाहिँ अब हामी त्यसपछि भ्लग स्टार्ट गरौँ न त ल भनेर चाहिँ इन्ट्रेस्ट लागेर चाहिँ भ्लग स्टार्ट गरेको है। अनि त्यही हो, धेरै आँट जुटाएर चाहिँ तपाईँहरूको अगाडि यसरी क्यामेराको अगाडि बोल्ने ट्राई गरेको छ है। यो चाहिँ हाम्रो सुरुवात हो मेरो भ्लगिङको, पहिलो दिन पनि हो। अनि त्यही हो, अनि तपाईँहरूले चाहिँ सपोर्ट गर्नु होला हामीलाई होइन। अनि यसमा चाहिँ युट्युबमा विभिन्न जानकारीमूलक भ्लगहरू आउनेछन् तपाईँहरूले चाहिँ हेर्न सक्नुहुन्छ। तपाईँहरूको भनौँ न वन क्षेत्रमा चाहिँ काम लाग्ने भ्लगहरू आउनेछन्, एकदमै काम लाग्ने तपाईँहरूलाई पढ्नमा हेल्प हुने खालको भ्लगहरू आउनेछन्। तपाईँहरूले हाम्रो च्यानलमा गएर चेक गर्न सक्नुहुन्छ। हामीले चाहिँ त्यहाँ हालेको छौँ है विभिन्न विषयवस्तु सम्बन्धी, अनि सर्ट भिडियोहरूमा हालेको छौँ, अनि तपाईँले देख्न सक्नुहुन्छ। अनि म बस्ने ठाउँ चाहिँ यस्तो रहेको छ, यसलाई चाहिँ पाल्पा जिल्लाको माथागाडी गाउँपालिका झडेवा भनेर चिन्छ है। यहाँ चाहिँ हाम्रो यो माथागाडी गाउँपालिकाको पालिका भवन बन्दैछ। अनि यतातिर त्यो सानो पहेँलो टिन भएको, रातो टिन भएको चाहिँ त्यो चाहिँ होमस्टे जस्तो छ है, मामा होम्स भनेर भन्छ त्यहाँ। अनि हाम्रो यतातिर चाहिँ यो काटेको जस्तो देख्न सक्नुहुन्छ तपाईँले, त्यो काटेको ठाउँबाट यता तल झरेर यो बाटो भएर यसरी हामी चाहिँ आएर यतातिर आउनुपर्छ। अनि यो बाटो भएर हामी चाहिँ हाम्रो अफिसमा आइपुग्छौँ। अनि म बस्ने अफिस चाहिँ यो सेतो बिल्डिङ रहेको छ, त्यही हो गाइस। अनि एउटा कुरा अर्को तपाईँलाई जानकारी दिन चाहन्छु, अहिलेको समयमा ठुलो क्रिएटरहरूले चाहिँ भनौँ न ठुला युट्युबरहरूले तपाईँ हामीले गरेको कमेन्टलाई त्यति वास्ता गर्नुहुन्न होइन। तर त्यही तपाईँहरूले गर्नुभएको सानो कमेन्ट चाहिँ हाम्रो अब सानो युट्युबरहरूको च्यानलमा आयो भने चाहिँ हामीलाई एकदम खुसी मिल्छ क्या। अझै भिडियो बनाऊँ होइन, उहाँहरूले चाहिँ अझै हेर्न चाहनुहुन्छ। उहाँहरूले हाम्रो युट्युब च्यानलप्रति, हाम्रो भ्लगप्रति, हामीले बनाएको सर्ट भिडियोप्रति एकदमै इच्छा जनाउनु भएको छ भन्ने कुराले हामीलाई चाहिँ अझै भिडियो बनाउन, तपाईँहरूलाई चाहिँ अझै यस्तै किसिमको जानकारीमूलक भिडियोहरू उपलब्ध गराउन भनौँ न सेयर गर्न चाहिँ हामीलाई अझै प्रेरणा मिल्छ। त्यस कारणले तपाईँको यस भिडियोमा पनि तपाईँहरूले कमेन्ट गरिदिनु होला। अनि हामीले स्टार्ट गरेको दिनको आज चाहिँ हाम्रो सुरुवात नै होइन, अनि यो पहिलो दिन पनि रहेको छ तपाईँहरूले। अनि योभन्दा अगाडि हाम्रो च्यानलमा कुनै पनि भ्लगहरू थिएन, गीतहरू अनि त्यसपछि अरू भिडियोहरू भनौँ न सर्ट भिडियो स्ट्याटसहरू त्यति मात्र थियो। तर अबको दिनदेखि चाहिँ भ्लग पनि आउनेछ भनेर हामी तपाईँलाई बताउन चाहन्छौँ। र तपाईँहरूले चाहिँ गरेको सानो कमेन्टले हामीलाई धेरै हेल्प हुन्छ, कमेन्ट गरिदिनु होला। आजको फर्स्ट डेको भ्लग तपाईँलाई कस्तो लाग्यो अनि कमेन्ट गर्नु होला। अनि त्यही हो, अरू आगामी दिनहरूमा चाहिँ हामी तपाईँलाई यहाँको मौसमी अवस्थाहरू, वन जङ्गलहरू अनि हरेक कुराहरू हामी तपाईँलाई देखाउने नै छौँ है, त्यो बाँकी छँदैछ। त्यही हो गाइस, तपाईँहरूले सपोर्ट गर्नु होला हामीलाई। अनि हामी पनि चाहिँ अनि अरू युट्युबरहरू जस्तै होइन कि, तर तपाईँहरूलाई सेवा उपलब्ध गराउने खालको होइन, तपाईँहरूलाई विभिन्न जानकारी उपलब्ध गराउने खालको युट्युबर बन्न सकौँ अनि भन्ने हामीलाई त्यो चाहिँ अपेक्षा हामीले गरेका छौँ है। तपाईँहरूको सानो कमेन्टले तपाईँहरूको एउटा सब्सक्राइब गरिदिएको भनौँ न एउटा तपाईँले गरिदिएको सब्सक्राइबको आधारमा हामी चाहिँ त्यो त्यहाँसम्मको सोचिरहेको छौँ। तपाईँले गरिदिनु होला भन्ने म आशा गर्छु। गरिदिनुहुन्छ तपाईँहरूले, हामीलाई माया गर्नुहुन्छ, सपोर्ट गर्नुहुन्छ। अनि ठिक छ, अनि त्यही हो, आगामी दिनहरूको भिडियोहरू आउने नै छन् भनेर भन्न चाहन्छु। अहिलेलाई चाहिँ हाम्रो फर्स्ट डेको भ्लग यहीँ नै अन्त्य गरौँ। धन्यवाद।